सो अलिअलि के गर्दैछ मिक्सिङ प्यानकेक मेकिङ सो अलिअलि चाहिँ यहाँ प्यानकेक बनाउँछ अरे उसलाई उसको भाइलाई यता चाहिँ हाम्रो लागि इडली बन्दैछ हस्बेन्डको लागि र मेरो लागि ब्याटर बाँकी थियो थोरै सो मैले यहाँ तेल लगाइसकेको छु हल्का टाँसिनेर निकाल्ने बेलामा चाहिँ इडली चाहिँ मैले यहाँ लगाइदिइसकेको छु है र त्यसपछि चाहिँ यहाँ आलिआली प्यानकेकको लागि अलरेडी अन्डा दुध चिनी अनि बटर एड गरेर मजाले फिटिसकेको थियो। त्यसपछि चाहिँ मैले यहाँ गहुँको पिठो एड गरिदिएँ। म चाहिँ प्रायः प्यानकेक बनाउनुको लागि गहुँको पिठो नै एड गर्छु। थोरै नुन एड गरिदिएँ, बेकिङ पाउडर पनि एड गरिदिने र मजाले यसलाई मिक्स गरिदिने र हल्का हल्का यो पफ हुन थाल्छ क्या बेकिङ पाउडर एड गरिसकेपछि छोपेर राखिदिने र एकछिनमा प्यानकेक रेडी गर्ने। अभिनवले चाहिँ फेरि यहाँ हेर्नु होला है घर बनाएको रे त्यो कार्टुन नदिएसम्म के गरे लाइट पनि लगाएको फेरि लाइट खै तिम्रो लाइट लगाऊ त ए खै लाइट लगाएको देखाउ त ए लाइट पनि छ घरभित्र त्यो हेडब्यान्ड चाहिँ किन लगाएको अगाडि के गरेको बाबा यति भएपछि पुग्यो अभिनवलाई चाहिँदैन अरू खेलाउन ए बक्सा नचाहिँदो फोहोरहरू प्लास्टिकहरू त्यति चाहिँ पुग्छ उसलाई खेलाउन चाहिँ लिएर आयो फाङलाङ्ग्रा फुल्नु पार्यो फ्याँक्यो अनि सिद्धियो ए यस्तैमै रमाउने हो। आलिया चाहिँ भित्र स्टडी गरिरहेको छ। आज मैले उसलाई हिन्दी स्टडी गर भनेको थिएँ। स्टडी टेबलहरू लिने बाँकी छ। यो चाहिँ हाम्रो बेडरुम हो है फराकिलो छ। यसपालि चाहिँ हाम्रो बेडरुमको बाहिर चाहिँ छ क्या बाल्कनी अहिले त गर्मी छ गइ नसक्नु। यता यो दुई साइड एरिया छ एउटामा चाहिँ ड्रेसिङ टेबल एउटामा चाहिँ स्टडी टेबल राख्नुपर्ने छ है लुगाहरू त्यत्तिकै छ अझै सेट त भइसक्यो। यसमा चाहिँ त्यो मेरो दुईवटा लगेजमा चाहिँ त्यो मेरो बेच्नुपर्ने लुगाहरू छ क्या त्यो राख्नलाई चाहिँ फेरि ठाउँ नभएर यहाँनिर चाहिँ ड्रेसिङ टेबल टाइपको एउटा केही राख्नुपर्ने छ। अहिले चाहिँ जे होस् लुगा सुक्नको लागि चाहिँ सजिलो छ। आधी घन्टामा त लुगा सुक्छ। सुकिसकेको चाहिँ हल्का अलिकति गन्ध आउँछ कि अलिकति चिसो छ भने। बाल्कनी पनि यसपालि चाहिँ हाम्रो एकदमै ठुलो छ कि बाल्कनी अझै मजाले डिप क्लिन गर्ने बाँकी छ। पुरै त्यो तार लगाएर घसिट्यो भने चाहिँ त्यो दागहरू पनि जान्छ होला। गर्मी त्यसरी सुतेर पनि को पर्छ बाबा? I'm not. सिधा बस रिल्याक्स भएर त निन्द्रा पो लाग्छ त। ए पढेर देखाउ त ल। निशा अपनी दोस्त सीमा को शोर और चूहे पर लिखी कहानी आज दिनभर वो स्टडी करो। हाँ दिखाती है और
हजुरहरू हाम्रो च्यानलमा पहिलोपटक आउनुभएको छ र हजुरहरूलाई यस्तै डेली भ्लग्स रुटिन र रेसिपी सम्बन्धी भिडियोजहरू मनपर्छ भने हजुरहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला है। म चाहिँ हाम्रो यो च्यानलमा चाहिँ यस्तै टाइपको भिडियोजहरू अपलोड गर्ने गर्छु। सो यो चाहिँ यो ल्याम्ब चप्स मगाउनु भएको रहेछ, उहाँलाई एकदमै धेरै मनपर्छ क्या अनि यसको चाहिँ करी जस्तो बनाएर बनाउँछु म है। दही पनि एड गरेको छु, दही एड गर्दाखेरि चाहिँ नरम पनि हुन्छ अनि ग्रेभी मिठो पनि बन्छ। बाँकी त्यही प्याज र कोलबेडाको ग्रेभीमा अनि हाम्रो यो बिएमसी मसलाहरू एड गरेर बनाउँदैछु है। धेरै पिरो बनाउँदैन किनकि यो सेम ग्रेभी बच्चाहरूले पनि खानुपर्छ। बच्चाहरूले चाहिँ यो ल्याम्ब चप्स खाँदैनन् के, त्यही भएर चिकन बनाइदिन्छु म, चिकन फ्राई त्यो मन पराउँछन् उनीहरूले चाहिँ। छोपेर राख्दिने र यो चाहिँ रेडी हुन्छ है आधी घन्टामा। सो यो चाहिँ रहेको छ मेरो बच्चालाई खुवाएर ल्याम्ब चप्सको यो करी। अरे सो यहाँ चाहिँ मैले मेरो लागि लिएर आएको छु अनि यो साग पनि बनाएको थिएँ, थोरै साग र आँपको अचार। यो आँपको अचार त्यो सिसीवाला अस्ति लिएर आएको थियौँ है, हस्बेन्डलाई पनि एकदमै धेरै मनपर्छ। रुम सर्ने भन्दा फाइनली रुम पनि सरियो, सबै सामानहरू सेट पनि गरियो, आफूले खोजे जस्तो रुम पनि पायो है। तर यो 2 महिना चाहिँ माई गड यति धेरै खर्च माई गड, म त छक्क परेर सोचेको भन्दा पनि बढी खर्च भयो क्या। हुन त हस्बेन्डले अलिक पछि हामीहरू सिफ्ट गर्नु पर्ला पनि भनिराख्नु भएको थियो किनकि अब यसपालि चाहिँ हाम्रो सबै खर्चहरू एकैचोटि भयो नि त। अब बच्चाहरूलाई स्कुल एडमिसन गर्नलाई छुट्टै, अब उताबाट आएर हाम्रो भिजाहरू लगाउनलाई छुट्टै, अनि फेरि अब रुम सर्ने बेलामा पनि त्यत्तिकै अब हामीहरूले दिनुपर्ने हुन्छ नि पैसा, कति लगाउनु पर्ने हुन्छ। 2 महिनाको भाडा एकैचोटि तिर्नुपर्ने हुन्छ। फेरि जुन रुम छोडेर आएको छ त्यहाँ पनि पैसा दिनुपर्ने हुन्छ। अनि यस्तो क्या यसपालि त यति गाह्रो भयो कि धन्न साथीहरूले हेल्प गर्नु भएर अलिकति भयो कि, न त यस्तो टेन्सन। अब अझै 3-4 महिना लाग्छ राम्रोसँग सेट हुनको लागि। हाम्रो चाहिँ फेरि यस्तो भयो कि कम्प्लिटली फर्स्ट टाइम सेटल हुन लागेको जस्तो भयो नि त, किनकि अब 2 वर्ष हामीहरू यहाँबाट गएको थियौँ अनि त्यसपछि अब हस्बेन्ड मात्रै बस्नुभएको यता। अब पहिलाको जति सामानहरू थियो त्यो सबै यता र उता गरेरै सामानहरू पनि अझै कति सामानहरू किन्नै पर्ने छ क्या हाम्रो। अब चाहिँ रुम सिफ्ट गर्नुपर्ने थियो, मेन चाहिँ बच्चाहरूको लागि नै सिफ्ट गरेको क्या, नत्र त केही टाइम अब त्यहीँ स्टुडियो रुममै बस्नु पर्ला पनि भनेर हामीले सोचिरहेको। आलियालाई त ठिकै हो, बाबु त धेरै बिरामी नै जस्तो भयो क्या, धेरै ट्राभल गर्नु परेर अनि स्कुल पनि जान नमान्ने, कति टाइम लाग्छ भनेर भन्ने। अनि त्यो गाडीमा फेरि 5-10 मिनटभन्दा बढी बस्नलाई बच्चालाई कति गाह्रो हुन्छ। 1 घन्टा जान 1 घन्टा आउन, जिउ त्यतिको दुख्छ, के जाला के पढ्ला भने जस्तो लाग्यो कि मलाई। अनि होस् जेसुकै होस्, पैसा भन्ने कुरा यस्तै हो, बरु सर्ने भनेर जसो तसो सरियो है। तर एकदमै धेरै गाह्रो भयो कि यो त, यस्तो अति नै गाह्रो भयो। झन् अहिले त यस्तो धेरै महँगाइ पनि त्यत्तिकै महँगाइ बढेको। सर्ने बेलामा सामान सानीहरूलाई पनि टन्नै पैसा दिनुपर्छ नि त। अब उताबाट यता आजमनसम्म आउनको लागि त 1100-1200 भनिराख्नु भएको थियो, धन मिलाएर गरिदिनु भयो क्या। आएर सबै सामानहरू पनि उहाँले फिट गरिदिनु भएको, यो दराज, खाट, सोफाहरू सबै डाइनिङ टेबलहरू है गरिदिनु भयो। अनि स्ट्रेस के, रुम सर्ने कुरा पनि सजिलो कुरा त होइन विदेशमा क्या। एक त पुरै हुन्छ, कति दिनसम्म अन्त नसुत्नु पाउँछ, सामान मिलाउँदा सामान प्याकिङ गर्दा त्यत्तिकै जाने है। अब बच्चाहरूको स्कुल बसको बारेमा पनि यता साथीले सोधिदिन्छु भन्दै हुन्छ। स्कुल चाहिँ अब नजिक हो, 10 मिनट 10-12 मिनट 15 मिनटको हो, स्कुलको धेरै टाढा छैन। तर अब स्कुल बसमा हाल्ने हो कि के गर्ने हो त्यो चाहिँ हाम्रो गर्ने बाँकी छ। अब केही दिनमा त स्कुल खुली पनि हाल्छ है, अनि चाहिँ होस् 6:45 सम्म यिनीहरूको पिकअप
भयो भने चाहिँ राम्रै हुन्थ्यो, सजिलो हुन्थ्यो यिनीहरूलाई पनि। बिहान पनि अलिकति 6 बजीतिर उठ्यो भने पनि हुन्थ्यो के 45 मिनट चाहिँ यताउता रेडी हुनको लागि लागे पनि ठिक्क हुन्थ्यो। किनकि ब्रेकफास्ट त अब उनीहरूले उतै नै गएर खान्छ नि त, ब्रेक टाइममा खाइहाल्छन्। अब यताबाट जाने बेला चाहिँ चिया बिस्कुट यस्तो खुवाएर पठाउनु मात्रै पाए पनि हल्का हुन्थ्यो क्या। मलाई त अरूभन्दा नि अभिनवकै टेन्सन कस्तो बिरामी जस्तो भइसकेको थियो 2 महिनामा बिरामी जस्तो भइसकेको थियो। फेरि अहिले त यस्तो गर्मी छ नि त, गर्मीमा खानेकुराहरू पनि लिएर गयो। अब अभिनव त अब लन्च यतै आएर खान्छ, आलियालाई त पठाउनु पर्छ नि त। अनि त्यो राइसहरू पनि कति गनाउँछ होला भने जस्तो हुने के बच्चाहरूको धन्न। अब यो 2 महिना चाहिँ घरमै बसाएर खुवाउँदाखेरि चाहिँ आनन्द भएको थियो। अब फेरि 1-2 हप्तापछि त स्कुल खुलिहाल्छ, अनि फेरि त्यही खानाकै टेन्सन हुन्छ क्या, खायो कि खाएन होला, कस्तो भयो होला, गर्मीले बिग्रियो होला भन्ने जस्तो लाग्ने। अनि फेरि यस्तो खानाहरू कुनै हुन्छ नि करीहरू जस्तो पठायो भने चाहिँ गनाउँछ क्या, त्यो गनाउँछ अनि त्यसले फेरि फुड पोइजन पनि हुन्छ। अनि त्यही भएर नि डर लागेर म त प्रायः जस्तो आलियालाई चाहिँ ड्राई आइटम चाहिँ पठाउँछु क्या, फ्राइड राइसहरू भयो। अब अहिले त ग्यासवाला त्यो पनि छ, अब चाहिँ पराठाहरू बनाएर पठाउनु पर्ला। उसलाई पराठा एकदम धेरै मनपर्छ, आलुको पराठा। अनि यता पनिरको, अब अहिले त चिकनहरू पनि एलाउड छ है, चिकन अन्डा सबै एलाउड छ नि त अहिले त। किनकि उता हामीहरू केरलामा उसलाई राखेको स्कुलमा चाहिँ थिएन क्या, ननभेजहरू केही पनि एलाउड थिएन। अनि के बनाउने के पठाउने होला भने जस्तो हुन्थ्यो क्या। जे होस् अहिले चाहिँ एलाउड छ र ठिकै छ। त्यसलाई प्रायः त स्यान्डविचेसहरू पनि मनपर्छ, त्यस्तै बनाएर पठाउने गरेको थिएँ। अब यो 2 महिना नगरेको फेरि सबै बिर्सिसकेँ, लेखेर राख्नुपर्छ क्या लन्चमा के पठाउने, स्न्याक्समा के पठाउने, ब्रेकफास्टमा के पठाउने लेखेर राख्नुपर्छ। म त कहिलेकाहीँ त बिर्सिन्छु क्या, अलमल्लै पर्छु के बनाउने होला भनेर। यत्रो वर्षसम्म बनाएको छु नि त, त्यही पनि बिर्सिने क्या त्यो। कहिले चाहिँ एकदम कन्फ्युज हुन्छ क्या, के खान्छ होला, के पठाउने होला भने जस्तो हुन्छ क्या। हजुरहरूलाई पनि यस्तै हुन्छ होला है, मेरो बिचरा साथीहरूले पनि त्यही भन्नुहुन्छ क्या, खानै के पठाउने भन्ने कुरा नै टेन्सन हुन्छ भनेर भन्नुहुन्छ क्या। अब यो गर्मी चाहिँ कहिले जाला जस्तो भइरहेको छ क्या, यस्तो गर्मी घरभित्र बस्दा बस्दा यो 2 महिना त्यतिकै कट्यो। जाडो महिना भइदा भए पनि यसो बाहिरतिर घुम्न लिएर जाने बच्चाहरूलाई भन्नुहुन्छ। अब उनीहरूको फेरि डिसेम्बरतिर हुन्छ होला, त्यतिखेर चाहिँ मजाले यिनीहरूलाई घुमाइदिनु पर्ला। त्यतिखेर अब कति दिन हुन्छ, धेरै दिन त हुँदैन, अलि थोरै दिन भए पनि त्यतिखेर त यस्तो राम्रो वेदर हुन्छ नि त, आउटिङ गर्नको लागि चाहिँ बेस्ट टाइम हो क्या त्यो। सो यस्तै छ, म त थाकेर आँखा पनि पुरै कालो भयो आमा त। यो धेरै तनाव भएर पनि हो कि, सुतिरहन मन लाग्ने कि त्यो शरीरमा एनर्जी नै नभएको जस्तो हुने, त्यस्तो भइरहेछ मलाई। जसोतसो रुम पनि सरियो, सबैभन्दा ठुलो टेन्सन यही थियो। सक्यो, अब 4-5 महिना हल्का लाग्छ सेट हुनको लागि, म्यानेज गर्नुपर्छ है। त्यही हो, अब विदेशमा आएर बसिसकेपछि कहिले के हुन्छ आफूले भने जस्तो हुँदैन कहिलेकाहीँ है। हाई अभिनव, हाई आलिया। सेरिन आन्टीले दिनुभएको थियो बर्थडेमा, 3rd बर्थडेमा हो कि 4th बर्थडे, 4th 5th होला सायद, 5 वर्षमा होला सायद। सेरिनले दिएको थियो क्या मेरो साथीले। त्यतिखेर चाहिँ पेटमा एकदम लुज भएको थियो, लाग्दैन। अहिले चाहिँ पेटमा चाहिँ ठिक्क भयो, लम्बाइ चाहिँ छोटो भयो कि। अनि अभिनवलाई लाउनु पऱ्यो अरे त्यो भनेर। यम्मी पापा, अभिनव र आलियाले आज बत्ती जलाएर भगवान्लाई टिकी पनि लगाएको छ। बच्चाहरू चाहिँ खालि मेरै भ्लग हेर्ने हो क्या 6 बजिरहेको छ। अनि यता दुबई आइसकेपछि फर्स्ट टाइम यता बल्ल मैले दिया बत्ती जलाउन पाएँ। किनकि उता एकदमै राख्ने ठाउँ पनि थिएन, गिजिङ र मिजिङ थियो नि त। अनि यता ल्याएर मजाले सेट गरेर पछि चाहिँ एउटा मन्दिर जस्तो नि एउटा लिनु पर्ला। पहिला चाहिँ थियो नि त हाम्रो मन्दिर, अनि त्यो चाहिँ अब यता आउनुपर्ने भएको भएर हस्बेन्डले कोही साथीलाई दिनुभएको रहेछ क्या। अनि अहिले छैन, त्यही भएर चाहिँ मैले एउटा कपडा बिछाएर टेबलमाथि त्यहीँ लगाएको छु। अनि त्यसरी नै जलाइरहेको छु क्या धुपबत्तीहरू। अनि कस्तो क्या मनलाई शान्ति भएको जस्तो भइरहेको छ। रातो टिका लगाएको छु,
यति मात्रै गर्दाखेरि पनि हुन्छ नि मनमा जति नै धेरै स्ट्रेसहरू भए पनि यस्तो शान्ति पाएको जस्तो हुन्छ क्या मिले जस्तो हुन्छ त्यही भएर रातो टिका लगाइदिएको छु अनि बच्चाहरूलाई चाहिँ ब्रेड खाने भनेर ब्रेड न्युट्रा लगाइदिएको छु र म र हस्बेन्ड चाहिँ अब म चाहिँ कफी पिउँछु मलाई चाहिँ बेला बेलामा हुन्छ नि एकदमै ऊ भएको बेलामा चाहिँ कफी पिउनु मन लाग्छ क्या अनि यस्तो काम फिल हुन्छ कि कफी पिउँदाखेरि चाहिँ ब्ल्याक कफी दुधवाला पनि होइन ब्ल्याक कफी पिउँदाखेरि चाहिँ यस्तो आनन्द फिल हुन्छ क्या सो यो चाहिँ रहेको छ हस्बेन्डको चिया यही नै थियो आजको ब्लग फेरि हुन्छ नेक्स्ट ब्लगमा सी बाई नमस्कार एन्ड टेक केयर